गएको भदौ 23 र 24 को जेएनजी आन्दोलनपछि एकाएक राष्ट्रिय राजनीतिमा उदाउँदै 2/3 नजिकको रासोपा सरकारको शक्तिशाली गृह मन्त्रालयको नेतृत्व सम्हालिरहेका गृहमन्त्री सुदन गुरुङ ठूलो प्रश्नको घेरामा परेका छन्। उनीमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेएनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण सहित बर्खास्त र पक्राउको माग गरेको छ। संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो। वक्तव्यमा पदमै बसेर छानबिन गर्न सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सृजना गर्ने बताइएको छ। मन्त्री पदमा रहँदा आफ्नै विरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानूनी सिद्धान्त विपरीत ठहर गरेको छ। त्यसैगरी वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ। संगठनले वर्तमान सरकारलाई 76 जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि भएको उल्लेख गर्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि वक्तव्यमा उल्लेख गरिएको छ। जेएनजी मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाव मुक्त हुनुपर्नेमा पुनः जोड दिँदै दोषी जो कोही भए पनि कानूनको कठघरामा उभिनुपर्ने बताएको छ। संगठनले पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने चेतावनी समेत दिएको छ। सुदन गुरुङले जेएनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा 5 दिन अघिसम्म करिब 50 दिनभित्र धितोपत्र बजारमा 50 लाख रुपियाँ भन्दा बढीको शेयर किनेको विवरण फेला परेको छ। गृहमन्त्री गुरुङले 2082 माघ 15 बाट चैत्र 8 गतेसम्म 53,35,580 रुपियाँको शेयर किनेका छन्। यसबाट जेएनजी आन्दोलनको 5 महिनापछि उनले दोस्रो बजारमा शेयर किन्न थालेको देखिन्छ। त्यस्तै सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा पक्राउ परेका दीपक भट्ट समूहको कम्तीमा 2 वटा लघु बीमा कम्पनीमा पनि गृहमन्त्री सुदन गुरुङको 50 लाख रुपियाँको संस्थापक शेयर लगानीकर्ता रहेको खुलेको छ। आफ्नो स्वामित्वमा रहेका यी शेयरहरूका बारेमा गृहमन्त्री गुरुङले सम्पत्ति विवरणमा प्रष्ट खुलाएका छैनन्। उनले पहिलो पटक 2082 माघ 15 गते 7,90,000 रुपियाँको शेयर किनेको देखिन्छ। सुदन गुरुङले गृहमन्त्रीका रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्दा आफ्नो स्वामित्वमा रहेको शेयर विवरण पनि खुलाएका थिए। त्यसमध्ये होप होल्डिङ्स प्रालीमा 30 लाख रुपियाँ बराबरको 30,000 किता शेयर देखाएका छन् भने लगुम प्रिमियम अपार्टमेन्ट्समा 57 लाख बराबरको 57,000 किता शेयर देखाएका छन्। त्यस्तै एडभेन्चर भिल्ला प्रालीमा 70 लाखको 70,000 किता शेयर देखाएका छन्। उनले पूर्ण विवरण खुलाएका यी 3 वटै कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्। त्यसबाहेक धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा 2,74,56,200 बराबरको शेयर रहेको विवरण गुरुङले दिएका छन्। यो भनेको स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको मूल्य हो। गुरुङ सम्पत्ति शुद्धिकरण अनुसन्धानका सिलसिलामा पक्राउ परेका दीपक भट्ट र शङ्कर समूहको लगानी रहेको कम्तीमा 2 वटा लघु बीमा कम्पनीमा शेयर लगानीकर्ता रहेको खुलेको छ। यी दुवैको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो इन्स्योरेन्समा 25-25 लाख रुपियाँ गरी 50 लाख रुपियाँको शेयर रहेको विवरण हिमाल खबरले केही समय अघि सार्वजनिक गरेको थियो। यसमध्ये स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरुङको 25 लाख रुपियाँ बराबर शेयर रहेको विवरण diyopost.com ले पनि आइतबार सार्वजनिक गरेको छ। विगतमा विभिन्न व्यवसायमा संलग्न रहेको भए पनि पछिल्लो समय पूर्ण रूपमा समाज सेवामा लागेको बताउँदै आएका सुदनले यति ठूलो शेयर लगानी गर्न कहाँबाट पैसा ल्याए भन्ने प्रश्न छ। गुरुङ आफैले भने व्यवसाय, पैतृक सम्पत्ति र लगानीबाट शेयर किनेको विवरण दिएका छन्। उनले आफ्नो हदबन्दी भन्दा बढीको जग्गा भने अंश बन्डा नभएको बताएका छन्। बालेन सरकारका मन्त्रीहरूमध्ये गृहमन्त्री गुरुङ सबैभन्दा एक्सनमा उत्रने मन्त्रीभित्र पर्दछन्। उनले 10 दिनभित्र कानूनी प्रश्न उठेका आधा दर्जन बढी भिआइपीहरूलाई कानूनी दायरामा ल्याउन भूमिका खेलेका थिए, जसमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व ऊर्जा मन्त्री दीपक खड्का सहित दीपक भट्ट, शङ्कर अग्रवाल सहितका रहेका छन्, जसमा दीपक भट्ट बाहेक सबैजना हिरासत मुक्त भइसकेका छन्।